वेलकम बैक टू माई च्यानल। आज चाहिँ हजुरहरूलाई चाहिँ मैले एमबिएस थर्ड सेमिस्टरको चाहिँ रेसियो एनालाइसिस लिएर आएको छु, जसमा चाहिँ फर्स्टमा चाहिँ हामीले चाहिँ यो चाहिँ मैले हजुरहरूलाई चाहिँ प्रब्लम नम्बर 4.4 बाट चाहिँ सुरु गर्छु। हेर्नुहोस् है, 4.4 मा चाहिँ हामीलाई के दिएको छ भन्दा चाहिँ अ रिटेल शप हैज गुड्स सोल्ड ओवर 3 लाख विथ अ ग्रॉस मार्जिन to 20%. The stock at the beginning and the ending of the year is 35,000 and the 45,000 respectively भनेको छ। हामीलाई चाहिँ यसमा चाहिँ इन्भेन्ट्री टर्नओभर रेशियो र इन्भेन्ट्री होल्डिङ पिरियड चाहिँ निकाल्न भनेको छ है, जसमा चाहिँ यो चाहिँ के हो, SP4 है। SP4 मा चाहिँ फर्स्टमा चाहिँ हामीले के दिएको छ, हामीले निकाल्नुमा हामीले के निकाल्नु पर्ने छ भन्दा चाहिँ COGS निकाल्नु पर्ने छ है। COGS को लागि चाहिँ हाम्रो COGS को लागि चाहिँ के गर्नुपर्छ त भन्दा चाहिँ हाम्रो 3 लाख सेल्स कति छ, हाम्रो 3 लाख छ नि त। 3 लाख को चाहिँ हामीले कति गर्नुपर्छ, 80% गर्ने, किनकि ग्रस प्रफिट 20 मार्जिन भनेपछि हाम्रो COGS चाहिँ 80% हो नि त। यो डाइरेक्ट गर्न सकिन्छ। हेर्नुहोस् है, 80% अफ 3 लाख गर्दा चाहिँ हाम्रो कति आउँछ, RS 2,40,000 चाहिँ आउँछ है। 2,40,000 है, 2,40,000 चाहिँ हाम्रो आएको छ। त्यसपछि चाहिँ हामीले के निकाल्नु पर्छ भन्दा चाहिँ यसमा चाहिँ एभरेज इन्भेन्ट्री है। एभरेज इन्भेन्ट्री भनेको चाहिँ के हो चाहिँ भन्दा चाहिँ बिगिनिङ स्टक प्लस एन्डिङ स्टक बाई 2 है, बाई 2 एभरेज निकाल्नु भन्यो भने यसो गर्नुपर्छ है। अनि बिगिनिङ चाहिँ हाम्रो कति छ, क्वेसनमा चाहिँ स्टक एट द बिगिनिङ भनेर चाहिँ हाम्रो कति दिएको छ, स्टक एट द बिगिनिङ हाम्रो 35,000 है। 35,000 प्लस 45,000 बाई 2 गर्ने गर्दा चाहिँ हाम्रो कति आउँछ, 40,000 आयो। अब चाहिँ हामीलाई चाहिँ नम्बर 1 मा के भनेको छ भन्दा चाहिँ इन्भेन्ट्री टर्नओभर रेशियो है। अब यसको फर्मुला चाहिँ के हो भन्दा चाहिँ इन्भेन्ट्री टर्नओभर रेशियोको फर्मुला चाहिँ COGS बाई एभरेज इन्भेन्ट्री। एभरेज इन्भेन्ट्री COGS चाहिँ यहाँ छ नि त हाम्रो 2,40,000 राख्ने, अनि त्यसमा चाहिँ एभरेज इन्भेन्ट्री चाहिँ 40,000 छ नि त। 40,000 राख्दा चाहिँ कति आउँछ हाम्रो चाहिँ गर्दा चाहिँ 6 4 24 64 6 टाइम्स चाहिँ आएको छ है। त्यसैले चाहिँ क्वेसन नम्बर B मा चाहिँ हामीलाई 2 मा चाहिँ के भनेको छ भन्दा चाहिँ इन्भेन्ट्री होल्डिङ पिरियड भनेको छ। इन्भेन्ट्री होल्डिङ पिरियड, इन्भेन्ट्री होल्डिङ पिरियडको फर्मुला चाहिँ मन्थ इन इयर बाई इन्भेन्ट्री टर्नओभर रेशियो है। इन्भेन्ट्री टर्नओभर रेशियो है। इन्भेन्ट्री टर्नओभर रेशियो मन्थ इन इयर भन्दा चाहिँ हाम्रो एक वर्षमा कति मन्थ हुन्छ भन्दा चाहिँ 12, अनि इन्भेन्ट्री टर्नओभर रेशियो चाहिँ माथि निकालिसकेको छ 6 गर्दा चाहिँ हाम्रो कति आयो, 2 मन्थ चाहिँ यसको होल्डिङ पिरियड आएको छ है, 2 मन्थ। अनि त्यसै गरी चाहिँ अब अर्को चाहिँ हामीले 4.5 हेरौँ। 4.5 मा चाहिँ के छ भन्दा चाहिँ 4.5 हेरौँ। 4.5 मा चाहिँ हामीले के दिएको छ भन्दा चाहिँ टोटल सेल्स अमाउन्टेड भनेको छ। टोटल सेल्स अमाउन्टेड भनेको चाहिँ हाम्रो 33,54,000 दिएको छ। ग्रस प्रफिट चाहिँ ग्रस फिक्स एसेट अमाउन्टेड अन अकुमुलेटेड डेप्रिसिएसन अफ फिक्स एसेट, टोटल एसेट्स, इक्विटी सेयर क्यापिटल, अमाउन्टेड अर्निङ अन लङ टर्म लोन भनेर दिएको छ है। यसमा चाहिँ फर्स्टमा चाहिँ हामीले के निकाल्नु पर्ने हुन्छ भन्दा चाहिँ फिक्स एसेट टर्नओभर रेशियो, अनि सेकेन्डमा चाहिँ टोटल एसेट टर्नओभर रेशियो अनि क्यापिटल इम्प्लोइड टर्नओभर रेशियो भनेको छ है।
अब चाहिँ हामी सल्भ गर्नुतिर लाग्छौँ है। यो चाहिँ क्वेसन नम्बर 5 हो नि त, त्यही भएर मैले अस्ति 5 लेख्थेँ। यसमा चाहिँ के हो भनेपछि 1 मा चाहिँ हामीले के निकाल्नु भनेको छ, फिक्स एसेट्स टर्न ओभर रेसियो। अब यसको फर्मुला चाहिँ के रहेको छ भन्दा चाहिँ सेल्स बाई फिक्स एसेट्स है, फिक्स एसेट्स है। अब हाम्रो सेल्स चाहिँ कति दिएको छ, 33,54,000 नेट सेल्स दिएको छ। अनि हाम्रो फिक्स एसेट चाहिँ हामीलाई गर्दा चाहिँ हाम्रो नेट फिक्स सेल्स चाहिँ कति, फिक्स एसेट चाहिँ कति छ भन्दा चाहिँ यहाँ क्वेसनमा हेर्नु है। गर्दा चाहिँ ग्रोस फिक्स एसेट्स भनेको यति छ, अनि त्यसको डिप्रिसिएसन अमाउन्ट चाहिँ हामीले घटाउनु पर्ने हुन्छ क्या। त्यसै गरी चाहिँ यस घटाएर चाहिँ हाम्रो अमाउन्ट चाहिँ कति आएको छ, यहाँ हेर्नुहोस् है, यति आएको छ नि त, त्यही राख्नुपर्ने हुन्छ। घटाएर चाहिँ फिक्स एसेट चाहिँ 83,8500 आएको छ है। यसलाई चाहिँ डिभाइड गरिदिनुहोस् है। यसको डिभाइड गर्दा चाहिँ हाम्रो एन्सर आउँछ 4 टाइम्स है। हामीले चाहिँ डिप्रिसिएसन चाहिँ लेस गर्नुपर्ने हुन्छ कुनै पनि फिक्स एसेट आएको खण्डमा। नम्बर 2 मा रहेको छ टोटल एसेट्स है। टोटल एसेट्स टर्न ओभर रेसियोमा चाहिँ हाम्रो माथि जहिले पनि सेल्स हुन्छ, सेल्समा नेट टोटल एसेट्स है, नेट टोटल एसेट्स। अब चाहिँ हामीलाई क्वेसनमा चाहिँ के भनेको छ, सेल्स भनेको 133,5400 अनि तल नेट सेल्स भनेपछि चाहिँ हामीलाई के राख्नुपर्छ भन्दा चाहिँ नेट सेल्समा चाहिँ हाम्रो के नोट टोटल एसेट्समा चाहिँ के पर्छ भन्दा चाहिँ टोटल करेन्ट एसेट्स, टोटल करेन्ट एसेट्स प्लस नेट फिक्स एसेट्स है, नेट फिक्स एसेट। टोटल यसमा चाहिँ हाम्रो चाहिँ नेट सेल्स भनेको चाहिँ कति छ भन्दा चाहिँ नेट सेल्स भनेको 33,54,000 गरेर चाहिँ नेट टोटल करेन्ट एसेट्स भनेको 279,500 प्लस फिक्स एसेट्स भनेको चाहिँ यहाँबाट लिने 83,8500 गर्दा चाहिँ हाम्रो कति आएको छ भन्दा चाहिँ 3 टाइम्स चाहिँ आएको छ है। हेर्न सक्नुहुन्छ 3 टाइम्स चाहिँ यसको आएको छ, अनि त्यसपछि चाहिँ लास्टमा चाहिँ हामीलाई कति निकाल्नु भनेको छ भन्दा चाहिँ 3 मा चाहिँ क्यापिटल इम्प्लोइड टर्न ओभर रेसियो है। क्यापिटल ओभर टर्न ओभर रेसियोको चाहिँ हाम्रो फर्मुला चाहिँ सेल्स बाई क्यापिटल इम्प्लोइड है, सेल्स बाई क्यापिटल इम्प्लोइड। क्यापिटल इम्प्लोइड चाहिँ कसरी निकाल्ने भन्दा चाहिँ यहाँ चाहिँ ओर्के नोट गर्नुहोस् है, ओर्के नोट क्यापिटल इम्प्लोइडमा चाहिँ के प्लस गर्ने चाहिँ भन्दा चाहिँ हाम्रो इक्विटी सेयर क्यापिटल। अनि त्यसपछि अर्को चाहिँ के एड गर्नुपर्ने हुन्छ भन्दा चाहिँ अकुमुलेटेड रिटर्न अर्निङ अनि त्यसमा चाहिँ लङ टर्म डेट पनि जोड्नुपर्ने हुन्छ है, प्लस लङ टर्म डेट पनि जोड्नुपर्ने हुन्छ, अथवा लङ टर्म डेट अथवा लोन है, लङ टर्म डेट अथवा लोन गर्दा चाहिँ हाम्रो क्वेसनमा चाहिँ कति छ है, हेर्नुहोस् है। इक्विटी क्यापिटल 559,000 प्लस 139,750 प्लस 139,750 यो चाहिँ हामीले क्यालकुलेट गर्ने गर्दा चाहिँ के हुन्छ भन्दा चाहिँ 559,123 प्लस 139
0 इन्टु सेमी चाहिँ 2 गर्दा चाहिँ हाम्रो कति आएको छ गर्दा चाहिँ हाम्रो सेल्स भनेको चाहिँ 33,54,100 बाई यसमा चाहिँ क्यापिटल इम्प्लोइ चाहिँ 83,85,00 आएको छ 83,85,00 गर्दा चाहिँ हाम्रो 33,54,000 बाई एन्सर गर्दा चाहिँ हाम्रो कति आएको छ 4 टाइम्स चाहिँ आएको छ है हाम्रो टर्नओभर 4 टाइम्स। त्यसै गरी अब चाहिँ हाम्रो SP6 छ है SP6 को चाहिँ म सल्भ गर्छु है। सुरुमा हामीलाई सेल दिएको छ कस्ट अफ गुड्स सोल्ड अनि एडमिनिस्ट्रेसन एक्सपेन्सेस सेलिङ एन्ड डिस्ट्रिब्युसन एक्सपेन्सेस र ट्याक्सेस दिएको छ है। यसमा चाहिँ फर्स्टमा हामीले ग्रोस प्रफिट मार्जिन भनेपछि ग्रोस प्रफिट निकालौँ है। ग्रोस प्रफिट निकालौँ सुरुमा वर्किङ नोट गरौँ है। वर्किङ नोट गरौँ है। वर्किङ नोटमा चाहिँ ग्रोस प्रफिट भनेको चाहिँ हाम्रो सेल्स माइनस COGS सेल्स माइनस COGS है। सेल्स भनेको चाहिँ हाम्रो कति छ भन्दा चाहिँ 4 लाख छ। 4 लाख माइनस चाहिँ 2 लाख गर्नुपर्ने हुन्छ। 2 लाख गर्दा चाहिँ हाम्रो कति आयो ग्रोस प्रफिट भनेको चाहिँ हाम्रो 2 लाख आयो है। 2 लाख आयो। त्यसपछि चाहिँ हामीले टोटल अपरेटिङ कस्ट पनि निकाल्यौँ किनकि यहाँ छ नि त अपरेटिङ कस्ट निकाल्नु भनेको छ। त्यसपछि टोटल अपरेटिङ कस्ट निकाल्नु है। टोटल अपरेटिङ कस्टमा चाहिँ के पर्छ भन्दा चाहिँ हाम्रो COGS पर्छ। COGS प्लस एडमिनिस्ट्रेसन एक्सपेन्सेस अनि प्लस चाहिँ सेलिङ एन्ड डिस्ट्रिब्युसन एक्सपेन्सेस चाहिँ पर्छ है। COGS भनेको चाहिँ हाम्रो 2 लाख छ। 2 लाख प्लस 70,000 प्लस चाहिँ 50,000 गर्दा चाहिँ हाम्रो कति आएको छ भन्दा चाहिँ हाम्रो 3,20,000 चाहिँ टोटल अपरेटिङ कस्ट आएको छ है। त्यसपछि चाहिँ हामीले वर्किङ नोटमा अर्को पनि गर्नुपर्छ कि नेट प्रफिट मार्जिन भनेपछि नेट प्रफिट चाहिँ निकाल्नु पर्ने हुन्छ है। नेट प्रफिट इक्वल टु चाहिँ कति हुन्छ भन्दा चाहिँ हामीले चाहिँ सेल्सलाई COGSलाई ग्रोस प्रफिट चाहिँ यहाँ निकालिसकेको छ नि त। ग्रोस प्रफिटलाई युज गर्ने। ग्रोस प्रफिटमा के घटाउने हाम्रो चाहिँ एडमिनिस्ट्रेसन एक्सपेन्सेस घटाउने। त्यसपछि सेलिङ एन्ड डिस्ट्रिब्युसन एक्सपेन्सेस पनि त्यहाँ घटाउनु पर्छ है। त्यो घटाएपछि चाहिँ यो घटाउने। अनि त्यसपछि चाहिँ हामीले चाहिँ यसमा चाहिँ के गर्नुपर्छ इन्टु 1 माइनस ट्याक्स चाहिँ गर्नुपर्ने हुन्छ है। ग्रोस प्रफिट चाहिँ हामीले माथि नै निकालिसकेका छौँ। 2 लाख चाहिँ निकालेका छौँ। एडमिनिस्ट्रेसन चाहिँ हाम्रो कति छ भन्दा चाहिँ 70,000 माइनस कति रे 50,000 छ। 50,000 अन्त लास्टमा चाहिँ 1 माइनस T चाहिँ गर्नुपर्ने हुन्छ है। यहाँ हेरौँ है हाम्रो चाहिँ कति छ ग्रोस प्रफिट भनेको चाहिँ 2 लाख छ नि त। 2 लाख गर्ने माइनस एडमिनिस्ट्रेसन 70,000 माइनस 50,000 सेलिङ एन्ड डिस्ट्रिब्युसन गर्ने 80,000 आउँछ इन्टु 1। अनि यहाँ चाहिँ ट्याक्स चाहिँ कति छ हेर्नुहोस् है। यसमा चाहिँ के छ भन्दा ट्याक्स 30% छ। 1 माइनस T गर्दा चाहिँ 70% गर्दा 0.70 गर्दा चाहिँ हाम्रो कति आयो 56,000 आयो है। 56,000 चाहिँ हाम्रो कति आयो नेट प्रफिट आयो। अब चाहिँ हामीले क्यालकुलेसन गर्न सक्छौँ है। गर्दा चाहिँ क्वेसन नम्बर 1 मा चाहिँ हामीले ग्रोस प्रफिट मार्जिन निकाल्नु भनेको छ। ग्रोस प्रफिट मार्जिनको चाहिँ फर्मुला चाहिँ के हुन्छ भन्दा चाहिँ ग्रोस प्रफिट बाई सेल्स चाहिँ ग्रोस प्रफिट बाई सेल्स ग्रोस प्रफिट भनेको चाहिँ हाम्रो 2 लाख आएको छ नि त।
ग्रस प्रफिट अनि सेल्स भनेको चाहिँ हाम्रो 4 लाख छ। 2 लाख 5 4 लाख गर्दा चाहिँ हाम्रो कति आयो भन्दा चाहिँ 50% आयो है। 50% चाहिँ हाम्रो ग्रस प्रफिट मार्जिन आयो। त्यसै गरी चाहिँ अब हाम्रो नम्बर 2 मा चाहिँ हामीले के निकाल्न भनेको छ भन्दा चाहिँ नेट प्रफिट मार्जिन। नेट प्रफिट मार्जिन गर्दा चाहिँ हाम्रो फर्मुला चाहिँ के हुन्छ भन्दा चाहिँ नेट प्रफिट बाइ सेल्स है। नेट प्रफिट चाहिँ हाम्रो कति आएको छ भन्दा चाहिँ 56,000 आएको छ नि त। 56,000 अनि नेट सेल्स भनेको कति छ भन्दा चाहिँ 4 लाख गर्दा चाहिँ हाम्रो कति आउँछ भन्दा चाहिँ 14% चाहिँ हाम्रो नेट प्रफिट मार्जिन आयो है। त्यसै गरी नेक्स्ट 3 नम्बरमा चाहिँ हामीले के निकाल्न भनेको छ भन्दा चाहिँ टोटल अपरेटिङ कस्ट है। टोटल अपरेटिङ कस्ट रेसियो है। टोटल अपरेटिङ कस्ट रेसियोको फर्मुला चाहिँ टोटल अपरेटिङ कस्ट बाइ सेल्स। टोटल अपरेटिङ कस्ट चाहिँ हामीले माथि निकालिसकेको छ नि त 3,20,000। 3,20,000 बाइ सेल्स चाहिँ हाम्रो कति छ 4 लाख छ है। सेल्स चाहिँ 4 लाख गर्दा चाहिँ हाम्रो कति आउँछ यसको चाहिँ 80% चाहिँ हाम्रो टोटल अपरेटिङ कस्ट रेसियो आउँछ। अब त्यसपछि चाहिँ हामीले नम्बर 4 मा चाहिँ के निकाल्नु पर्ने छ भन्दा चाहिँ अपरेटिङ एक्सपेन्सेस रेसियो रे। अपरेटिङ एक्सपेन्सेस रेसियोमा चाहिँ हाम्रो अपरेटिङ एक्सपेन्सेस कतिवटा छ दुईवटा छ है। एडमिनिस्ट्रेसन एक्सपेन्सेस र अर्को के छ भन्दा चाहिँ प्लस हाम्रो सेलिङ एन्ड डिस्ट्रिब्युसन एक्सपेन्सेस रहेको छ बाइ सेल्स गर्ने। यसमा पनि गर्दा चाहिँ हाम्रो एडमिनिस्ट्रेसन चाहिँ 70,000 छ। त्यसमा चाहिँ कति 50,000 चाहिँ हाम्रो सेलिङ एन्ड डिस्ट्रिब्युसन छ। सेल्समा चाहिँ हाम्रो 4 लाख गर्दा चाहिँ हाम्रो कति आउँछ भन्दा चाहिँ यसमा चाहिँ हाम्रो 30% चाहिँ हाम्रो अपरेटिङ रेसियो आयो है। अपरेटिङ रेसियो चाहिँ हाम्रो 30% आयो। अनि हाम्रो यो 4.7 चाहिँ हल्का इजियरै छ कि किनकि हामीलाई चाहिँ इन्कम स्टेटमेन्ट पनि दिएको छ अनि ब्यालेन्स सिट पनि दिएको छ। यसरी चाहिँ हामीलाई क्यालकुलेट चाहिँ गर्न चाहिँ सजिलो हुन्छ है। जसमा चाहिँ अहिले चाहिँ हामीले वर्किङ नोट गरेर निकालेका छौँ भने चाहिँ 7 मा चाहिँ हामीले वर्किङ नोट गर्नुपर्ने चाहिँ त्यति आवश्यक छैन। जसमा चाहिँ हामीले डाइरेक्टली हिसाब गरे पुग्छ। त्यसपछि चाहिँ हाम्रो फर्स्टमा चाहिँ मैले के गर्छु भन्दा चाहिँ फर्स्टमा चाहिँ हजुरहरूले देख्न सक्नुहुन्छ यो चाहिँ SP7 हो है। SP7 म क्वेसन नम्बर 1 बाट चाहिँ स्टार्ट गर्छु ल। क्वेसन नम्बर 1 मा चाहिँ हाम्रो के भनेको छ ग्रस प्रफिट मार्जिन निकाल्नु भनेको छ। ग्रस प्रफिट मार्जिनको भर्खर चाहिँ फर्मुला हेरिसकेका छौँ हामीले। ग्रस प्रफिट बाइ सेल्स है। ग्रस प्रफिट चाहिँ हाम्रो क्वेसनमा कति दिएको छ हेरौँ भने ग्रस प्रफिट भनेको चाहिँ हाम्रो 8 लाख दिएको छ। 8 लाख बाइ सेल्स भनेको कति छ भन्दा चाहिँ हाम्रो 25,60,000 छ है। गर्दा चाहिँ हाम्रो हेरौँ कति हुन्छ भन्दा चाहिँ 8 लाख बाइ 60 गर्दा चाहिँ हाम्रो कति आयो एन्सर भन्दा चाहिँ 31.25% चाहिँ हाम्रो के आयो ग्रस प्रफिट आयो है। ग्रस प्रफिट आयो। त्यसपछि चाहिँ अर्को नेक्स्टमा चाहिँ हामीले के निकाल्छौँ भन्दा चाहिँ 2 मा चाहिँ नेट प्रफिट मार्जिन है। नेट प्रफिट मार्जिनमा चाहिँ सुरुमा चाहिँ के गर्ने भन्दा चाहिँ नेट प्रफिट बाइ सेल्स चाहिँ यसको फर्मुला पनि बाइ सेल्स
नेट प्रफिट कहाँ छ भन्दा चाहिँ हजुरहरू हात दिनु पर्दैन। नेट प्रफिट चाहिँ हाम्रो इन्कम स्टेटमेन्टमा हुन्छ, त्यही नै लेख्ने हो। 3,36,000 अनि नेट सेल चाहिँ के हो 25,60,000 गर्दा चाहिँ हाम्रो कति आउँछ भन्दा चाहिँ 256 गर्दा चाहिँ हाम्रो कति आयो भन्दा चाहिँ 13.13% आयो है। 13 पोइन्ट राउन्ड अफ गरेर लेख्दैछु, 13.13% है। अब अर्को चाहिँ हामीलाई 3 मा चाहिँ के भनेको छ भन्दा चाहिँ 3 मा चाहिँ के भनेको छ भन्दा चाहिँ टोटल अपरेटिङ कस्ट रेसियो है। टोटल अपरेटिङ कस्ट रेसियो यसरी चाहिँ लेखेँ ल मैले। टोटल अपरेटिङ कस्ट रेसियो भन्दा चाहिँ हाम्रो माथि चाहिँ कति हुन्छ भन्दा चाहिँ हाम्रो गर्दा चाहिँ हाम्रो अपरेटिङ कस्ट टोटल अपरेटिङ एक्सपेन्सेस अथवा कस्ट टोटल अपरेटिङ कस्ट बाई तल चाहिँ सेल्स हुन्छ है, सेल्स। अब यसको लागि चाहिँ हामीले वर्किङ नोट गर्नुपर्ने हुन्छ, किनकि यहाँ गिभन चाहिँ छ, त पनि हजुरलाई गरेर देखाउँछु वर्किङ नोट। वर्किङ नोटमा चाहिँ हाम्रो चाहिँ के गर्नुपर्छ भन्दा चाहिँ टोटल अपरेटिङ कस्टमा चाहिँ के पर्छ भन्दा चाहिँ हाम्रो क्वेसनमा चाहिँ हेरौँ है। गर्दा चाहिँ हाम्रो टोटल अफिस एक्सपेन्सेस पर्छ, अफिस एक्सपेन्सेस पर्छ अनि डेप्रिसिएसन पनि पर्छ, डेप्रिसिएसन प्लस सेलिङ एक्सपेन्सेस। त्यसै गरी चाहिँ हामीले इन्ट्रेस्ट पनि घटाउनु पर्ने हुन्छ, जोड्नु पर्ने हुन्छ इन्ट्रेस्ट। अनि त्यसैमा हामीले चाहिँ सिओजिएस पनि जोड्नु पर्ने हुन्छ, कस्ट अफ गुड्स सोल्ड पनि जोड्नु पर्ने हुन्छ, सिओजिएस है, कस्ट अफ गुड्स सोल्ड पनि जोड्नु पर्ने हुन्छ। अफिस एक्सपेन्सेस चाहिँ हाम्रो कति छ 64,000 छ, 1000 प्लस डेप्रिसिएसन 48,000, सेलिङ एक्सपेन्सेस चाहिँ 96,000 छ, 96,000 प्लस इन्ट्रेस्ट अन डिभेन्चर भनेको चाहिँ हाम्रो कति छ 1,12,000 छ, 1,12,000 अनि पढ्नु चाहिँ अनि सिओजिएस चाहिँ हाम्रो कति छ भन्दा चाहिँ 17,60,000 रहेको छ है। यो चाहिँ सबै जोड्नु होला, सबै जोडेर चाहिँ 64,000 प्लस 48,000 प्लस 96,000 प्लस 11,2,000 17,60,000 गर्दा चाहिँ हाम्रो कति आयो भन्दा चाहिँ 20,80,000 आयो है। आरएस 20,80,000 है, 20,80,000 चाहिँ आएको छ। अनि यसलाई चाहिँ हामीले चाहिँ माथि भ्यालु राखौँ है, कति आयो अरे हाम्रो अपरेटिङ कस्ट भन्दा चाहिँ हाम्रो कति आयो 20,80,000 बाई नेट सेल्स भनेको चाहिँ कति छ हाम्रो 256,0123 गर्दा चाहिँ हाम्रो कति आउँछ 256 गर्दा चाहिँ हाम्रो कति आयो 81.25% चाहिँ हाम्रो अपरेटिङ कस्ट रेसियो आयो है। अपरेटिङ कस्ट रेसियो यसरी आयो। त्यसपछि चाहिँ हामीले नम्बर 4 मा चाहिँ रिटर्न अन टोटल एसेट्स चाहिँ निकाल्नु भनेको छ है। अन्त चाहिँ नम्बर 4 मा चाहिँ रिटर्न अन टोटल एसेट्स भनेको चाहिँ टोटल एसेट्स चाहिँ कसरी निकाल्ने भन्दा चाहिँ यसमा चाहिँ हामीले के राख्नुपर्छ भन्दा चाहिँ नेट प्रॉफिट आफ्टर ट्याक्स प्लस इन्ट्रेस्ट
इन्ट्रेस्ट इन्टु 1 - t गरेर चाहिँ बाई टोटल एसेट्स भनेको चाहिँ हाम्रो कति हो फिक्स एसेट्स प्लस करेन्ट एसेट्स हो है करेन्ट एसेट्स हो हाम्रो नेट प्रॉफिट आफ्टर ट्याक्स चाहिँ क्वेसनमा कति छ 33,6,000 छ प्लस इन्ट्रेस्ट चाहिँ हाम्रो कति छ 1,12,000 है 1,12,000 छ इन्टु ट्याक्स अब 1 - t है 1 - ट्याक्स चाहिँ कति छ 30% 0.30 गर्दा चाहिँ कति छ 30% चाहिँ यहाँ देख्न सक्नुहुन्छ 30 गर्दा चाहिँ डिभाइड बाई अब चाहिँ हामीले फिक्स एसेट चाहिँ गर्नुपर्ने छ है फिक्स एसेट गर्दा चाहिँ हाम्रो यहाँ हेर्ने फिक्स एसेट्स अब फिक्स एसेट्स चाहिँ के हो भने टोटल एसेट्समा चाहिँ फिक्स एसेट्स प्लस करेन्ट एसेट्स गरेर चाहिँ हाम्रो टोटल एसेट्स चाहिँ यहाँ दिएको छ है यहाँ दिएको छ नि त यो 28 लाख दिए राख्नुपर्ने हुन्छ गर्दा चाहिँ हाम्रो 28 लाख गर्दा चाहिँ हाम्रो कति आउँछ भन्दा चाहिँ चेक गरौँ है गर्दा चाहिँ हाम्रो 33,6,000 प्लस 11 इन्टु 1 इन्टु 0.70 डिभाइड 28 लाख गर्दा चाहिँ कति आयो हाम्रो चाहिँ भन्दा चाहिँ गर्दा चाहिँ फर्स्टमा चाहिँ हामीले इन्ट्रेस्ट गर्दा 0.70 गर्दा चाहिँ यति आउँछ प्लस हाम्रो 33,6,000 गर्ने त्यसपछि यसमा चाहिँ टोटल एसेट्स चाहिँ हाम्रो कति छ 28 लाख थियो नि त त्यो गर्दा चाहिँ हाम्रो कति आयो 14.8 आएको छ है 14.8% आएको छ 14.8% चाहिँ गर्ने अब त्यसै गरी चाहिँ हामीलाई चाहिँ कति भनेको छ 5 मा चाहिँ के निकाल्न भनेको छ भन्दा चाहिँ रिटर्न इम्प्लोइड गर्दा चाहिँ हामीले रिटर्न अन क्यापिटल इम्प्लोइड निकाल्न भनेको छ है 5 मा चाहिँ रिटर्न अन क्यापिटल इम्प्लोइड रिटर्न अन क्यापिटल इम्प्लोइड चाहिँ आएको जस्तै हो माथि चाहिँ रिटर्न अन चाहिँ कति आएको थियो भन्दा चाहिँ हाम्रो 4,14,000 आएको छ नि त 4,14,000 छ अन क्यापिटल इम्प्लोइड भनेको चाहिँ हाम्रो यहाँ गरिदिन्छ है वर्किङ नोट गर्नुपर्छ क्यापिटल इम्प्लोइड इज इक्वल टु सेयर होल्डर इक्विटी प्लस लङ टर्म डेट है सेयर होल्डर इक्विटी चाहिँ हाम्रो कति छ भन्दा चाहिँ सेयर होल्डर इक्विटी चाहिँ हाम्रो माथि चाहिँ सेयर क्यापिटल 184,000 प्लस त्यसमा चाहिँ लङ टर्म डेप्टहरू के छ भनेर हेरौँ है लङ टर्म डेटमा यसमा चाहिँ हाम्रो यो पनि जोड्नुपर्ने हुन्छ 4 लाख प्लस अनि यो चाहिँ हाम्रो टोटल सेयर इक्विटीमा चाहिँ 33,600 प्लस लङ टर्म डेट डिभिजन चाहिँ 8 लाख छ नि त माथि 8 लाख जोडेर चाहिँ हाम्रो कति आउँछ भन्दा चाहिँ अब त्यसपछि चाहिँ यसलाई चाहिँ यहाँ राख्ने यो भ्यालुलाई माथि राख्ने गरेर चाहिँ हाम्रो कति आउँछ भन्दा चाहिँ 15.24% चाहिँ आयो है यसको चाहिँ 15.2% चाहिँ आयो 19.5% आएको छ अब त्यसै गरी चाहिँ हामीले क्वेसन नम्बर 7 मा चाहिँ रिटर्न अन कमन सेयर होल्डर इक्विटी चाहिँ निकालौँ है रिटर्न अन कमन स्टक इक्विटीमा चाहिँ नेट प्रॉफिट माइनस प्रिफर्ड डिभिडेन्ड बाई सेयर होल्डर इक्विटी माइनस प्रिफरेन्स चाहिँ घटाउनु पर्ने हुन्छ
गर्दा चाहिँ नेट प्रफिट आफ्टर ट्याक्स चाहिँ हाम्रो कति छ 33,600,000 माइनस 15 डिभिडेन्ड चाहिँ हामीले कसरी निकाल्ने भन्दा चाहिँ हामीलाई यहाँ क्वेसनमा दिएको छ नि त 8% 4 लाखको भनेको छ नि त 8% 4 लाख यसरी चाहिँ डिभिडेन्ड चाहिँ घटाइदिनु पर्ने हुन्छ 15 डिभिडेन्ड घटाइदिने अनि त्यसपछि हाम्रो सेयर होल्डर भनेको छ सेयर होल्डर इक्विटी सेयर होल्डरको इक्विटी चाहिँ हाम्रो टोटलमा कति छ यहाँ 192 माइनस 15 भनेको चाहिँ कति थियो 4 लाख थियो नि त त्यो घटाएपछि त हाम्रो एन्सर कति आएको छ भन्दा चाहिँ यसको एन्सर चाहिँ हाम्रो 20% आएको छ है 20%। अब चाहिँ रहेको छ क्वेसन नम्बर 8 को सल्युसन है क्वेसन नम्बर 8 को सल्युसन क्वेसन नम्बर 8 को सल्युसन गरौँ है जसमा चाहिँ हामीलाई फर्स्टमा के भनेको छ डेट टु इक्विटी रेसियो 1 मा चाहिँ डेट टु इक्विटी रेसियो है डेट टु इक्विटी रेसियो भनेको छ यसको फर्मुला चाहिँ हाम्रो लङ टर्म डेट बाई इक्विटी है सेयर होल्डर इक्विटी अब लङ टर्म डेट भनेको चाहिँ माथिबाट हेर्ने लङ टर्म डेटमा चाहिँ हाम्रो कति छ यहाँ 54 छ नि त 54 5,40,000 अनि अर्को चाहिँ हाम्रो इक्विटी चाहिँ कति दिएको छ गिभनमा भन्दा चाहिँ 5,82,000 गर्दा चाहिँ हाम्रो कति आउँछ भन्दा चाहिँ 54,000 बाई 582,000 गर्दा चाहिँ हाम्रो 0.93 चाहिँ आउँछ है। त्यसै गरी चाहिँ अब बीमा चाहिँ हामीले कसरी क्याल्कुलेट गर्ने भन्दा चाहिँ डेट टु इक्विटी रेसियो डेट टु टोटल क्यापिटल रेसियो रहेछ है क्यापिटल रेसियो यसको फर्मुला चाहिँ अब चाहिँ हामीले के निकाल्नु पर्ने हुन्छ भन्दा चाहिँ लङ डेट भनेको चाहिँ माथि लङ टर्म डेट भयो तल चाहिँ क्यापिटल इम्प्लोइड हुन्छ है यो चाहिँ सबैलाई थाहा छ गर्दा चाहिँ हाम्रो टोटल लङ टर्म डेट बाई क्यापिटल इम्प्लोइड है क्यापिटल इम्प्लोइड अब चाहिँ हामीले चाहिँ क्यापिटल इम्प्लोइड निकालौँ है क्यापिटल इम्प्लोइड इक्वल टु कसरी निकाल्ने भन्दा चाहिँ लङ टर्म डेट प्लस सेयर होल्डर इक्विटी है सेयर होल्डर इक्विटी लङ टर्म डेट भनेको चाहिँ कति थियो भन्दा चाहिँ हाम्रो लङ टर्म डेट भन्दा चाहिँ 5,40,000 अनि इक्विटी चाहिँ कति छ 582,000 गर्दा चाहिँ हाम्रो कति चाहिँ इम्प्लोइड चाहिँ कति आयो भन्दा चाहिँ इम्प्लोइड क्यापिटल इम्प्लोइड चाहिँ हाम्रो कति आयो 11,000 चाहिँ आयो है लङ टर्म डेट भनेको चाहिँ 54 गर्दा क्यापिटल इम्प्लोइड चाहिँ यहाँ आइसकेको छ नि त 11,000 गर्दा चाहिँ हाम्रो कति आयो चाहिँ 0.48 आयो है 0.48 चाहिँ आयो है। अब त्यसै गरी चाहिँ हामीले क्वेसन नम्बर 3 चाहिँ निकाल्छौँ है क्वेसन नम्बर 3 मा चाहिँ इन्ट्रेस्ट कभरेज रेसियो छ है इन्ट्रेस्ट कभरेज रेसियो चाहिँ हामीले कसरी निकालिन्छ भन्दा चाहिँ अर्निङ बिफोर इन्ट्रेस्ट एन्ड ट्याक्स है बाई इन्ट्रेस्ट हुन्छ है अनि अर्निङ बिफोर इन्ट्रेस्ट एन्ड ट्याक्स चाहिँ कसरी निक्लिन्छ भन्दा नेट प्रफिट आफ्टर ट्याक्समा चाहिँ हामीले इन्ट्रेस्ट पनि एड गर्नु पर्यो इन्ट्रेस्ट अनि ट्याक्स पनि एड गर्नु पर्यो है प्लस ट्याक्स बाई तल चाहिँ इन्ट्रेस्ट नेट प्रफिट आफ्टर ट्याक्स। अब क्वेसनमा हेरौँ है नेट प्रफिट आफ्टर ट्याक्स चाहिँ हाम्रो कति छ नेट प्रफिट आफ्टर ट्याक्स चाहिँ हाम्रो क्वेसनमा गिभन छ हाम्रो नेट प्रफिट आफ्टर ट्याक्स चाहिँ यहाँ छ 60,000 त्यही राख्ने 60,000
50,000 अनि त्यसपछि चाहिँ इन्ट्रेस्ट हेर्ने इन्ट्रेस्ट चाहिँ कति छ हाम्रो चाहिँ भन्दा चाहिँ इन्ट्रेस्ट त्यसमा चाहिँ हाम्रो इन्ट्रेस्ट क्याल्कुलेट गर्दा चाहिँ कति छ भन्दा चाहिँ लङ टर्म लोनको 8% को चाहिँ कति भनेको छ 8% 1,40,000 को 8% प्लस 10% अफ 4 लाख को 10% 4 लाख 10% प्लस प्रोभिजन अफ ट्याक्स 4 लाख प्लस प्रोभिजन अफ ट्याक्स चाहिँ हाम्रो कति छ 60,000 छ गर्दा चाहिँ हाम्रो इन्ट्रेस्ट चाहिँ कति आउँछ भन्दा चाहिँ 0.08 into 1,40,000 plus 0.10 into 4 लाख गर्दा चाहिँ कति आयो 52 चाहिँ कति छ 51,200 है गर्दा चाहिँ माथि चाहिँ कति हुन्छ 60,000 प्लस 60,000 गर्दा चाहिँ कति आयो 71,200 by 51,200 51,200 गर्दा चाहिँ 51,200 गर्दा चाहिँ हाम्रो कति आयो 3.34 टाइम्स 3.34 टाइम्स चाहिँ आयो है त्यसै गरी नम्बर 4 मा छ फिक्स चार्ज कभरेज रेसियो रे सरी फिक्स चार्ज कभरेज रेसियो यसको फर्मुला चाहिँ के हो भन्दा चाहिँ अर्निङ बिफोर इन्ट्रेस्ट एन्ड ट्याक्स बाई फिक्स चार्ज है बाई फिक्स चार्ज माथि चाहिँ हाम्रो इबिआइटी आइसकेको छ इबिआइटी चाहिँ माथि नै दिएको छ नि त यो वाला यो राख्ने इबिआइटी 171,200 गर्ने अनि अब फिक्स चार्ज चाहिँ निकाल्नु पर्ने हुन्छ ओर्किन नोटबाट फिक्स चार्ज चाहिँ के हुन्छ भन्दा चाहिँ फिक्स चार्ज चाहिँ क्वेसनबाट हेरौँ है फिक्स चार्जमा चाहिँ हाम्रो चार्ज केमा छ फिक्स चार्जमा चाहिँ के पर्छ भन्छ लिज अब्लिगेसन अनि इन्ट्रेस्ट पर्छ है इन्ट्रेस्ट प्लस लिज अब्लिगेसन यो हामीले तिर्नुपर्ने नै चार्ज हुन्छ नि त फिक्स हुन्छ नि त अब्लिगेसन इन्ट्रेस्ट चाहिँ हामीले डिभेन्चर र लोनको गरेर कति निकालेको छौँ 51,200 चाहिँ निकालिसकेका छौँ गर्दा चाहिँ लिज अब्लिगेसन चाहिँ क्वेसनमा कति छ 1 लाख छ है 1 लाख गर्दा चाहिँ हाम्रो कति आउँछ यो दुईटा जोड्दा चाहिँ 1,51,200 चाहिँ आएको छ हाम्रो लिगल चार्ज सरी फिक्स चार्ज आएको छ 1,02,000 गर्दा चाहिँ हाम्रो कति आउँछ हेरौँ है गर्दा चाहिँ 1,71,200 बाई 1,51,200 गर्दा चाहिँ कति आएको छ भन्दा चाहिँ हेर्नुहोस् है 1.13 आएको छ 1.13 टाइम्स चाहिँ आएको छ है 1.13 टाइम्स चाहिँ आएको छ त्यसपछि चाहिँ क्वेसन नम्बर 5 मा चाहिँ हामीले के भनेको छ भन्दा चाहिँ डेट रेसियो निकाल्न भनेको छ है डेट रेसियो भनेर डेट रेसियोको फर्मुला चाहिँ हाम्रो टोटल डेट बाई टोटल एसेस हो है टोटल डेट बाई टोटल एसेस टोटल डेट बाई टोटल एसेस टोटल डेट चाहिँ हाम्रो कति छ भन्दा चाहिँ टोटल डेटमा चाहिँ हाम्रो के पर्छ भन्दा चाहिँ करेन्ट लायबिलिटीज प्लस लङ टर्म डेट पर्छ है करेन्ट लायबिलिटीज प्लस लङ टर्म डेट बाई तल चाहिँ टोटल एसेस पर्छ है टोटल एसेस पर्छ करेन्ट लायबिलिटीज चाहिँ हाम्रो क्वेसनमा कति छ करेन्ट लायबिलिटीज भनेको 6,40,000 प्लस लायबिलिटीज चाहिँ कति छ लङ टर्म डेट चाहिँ 540 छ डिभाइड बाई टोटल एसेस चाहिँ कति छ हाम्रो टोटल एसेस चाहिँ
एसेस 17,62,000 गर्दा चाहिँ हाम्रो यो गर्दा चाहिँ कति आउँछ भन्दा चाहिँ 0.67 आउँछ है। 0.67 अनि नम्बर 6 मा चाहिँ हामीले के निकाल्छ, इक्विटी रेसियो निकाल्नु भनेको छ। इक्विटी रेसियो भनेपछि हाम्रो टोटल शेयर होल्डर इक्विटी बाई टोटल एसेट्स है। टोटल एसेट्स गर्दा चाहिँ टोटल शेयर होल्डर इक्विटी चाहिँ कति छ, 5,82,000 छ हाम्रो। गर्दा चाहिँ टोटल एसेट्स चाहिँ 17,62,000 गर्दा चाहिँ हाम्रो कति आएको छ, 0.33 चाहिँ हाम्रो आएको छ है। अब चाहिँ म हजुरहरूलाई क्वेसन नम्बर 9 गरेर देखाउँछु, जसमा चाहिँ पहिला चाहिँ यहाँ ट्रेडिङ एन्ड प्रफिट लस एन्ड अकाउन्ट छ, पिएल अकाउन्ट छ है। पिएल अकाउन्ट छ, यो अगाडिको फन्ड अगाडि चाहिँ पिएल अकाउन्ट दिएको छ। अर्को चाहिँ ब्यालेन्स सिट पनि दिएर चाहिँ हामीलाई चाहिँ सल्भ गर्न भनेको छ है। पहिला चाहिँ हामीले यो क्वेसन नम्बर 9 हो नि त, 9 लेखौँ। त्यसपछि 1 बाट चाहिँ सुरु गरौँ है। 1 बाट सुरु गरौँ। 1 मा चाहिँ के निकाल्नु भनेको छ भन्दा चाहिँ इन्भेन्ट्री टर्नओभर रेसियो। इन्भेन्ट्री टर्नओभर रेसियोको फर्मुला चाहिँ के रहेको छ भन्दा COGS बाई एभरेज स्टक रहेको छ है। एभरेज स्टक रहेको छ। अब COGS चाहिँ कसरी निकाल्ने त भन्दा चाहिँ COGS इक्वल टु सेल्स माइनस ग्रस प्रफिट है। सेल्स माइनस ग्रस प्रफिट अनि एभरेज स्टक है, एभरेज स्टक। अब चाहिँ COGS निकाल्न चाहिँ हामीले अगाडि हेर्नु है। COGS भनेर चाहिँ हामीले कस्ट अफ गुड्स सोल्डमा चाहिँ सेल्स कहाँ छ त, यहाँ भन्दा चाहिँ 2,55,000 है। $2,54,000 माइनस ग्रस प्रफिट चाहिँ यहाँ चाहिँ 1,02,000 गर्दा चाहिँ हाम्रो कति आयो भन्दा चाहिँ 1,53,000 चाहिँ आयो है। अब एभरेज स्टक चाहिँ कसरी निकाल्ने भन्नु होला। एभरेज स्टक चाहिँ हाम्रो बिगिनिङ स्टक, मैले अघि नै पनि भनेको थिएँ, बिगिनिङ स्टक प्लस क्लोजिङ स्टक गर्ने। बिगिनिङ स्टक चाहिँ हाम्रो कति छ, 29 प्लस क्लोजिङ चाहिँ 44,700 छ है। बाई 2 गर्दा चाहिँ हाम्रो कति आउँछ हेरौँ है। गर्दा चाहिँ हाम्रो 20 गर्दा चाहिँ हाम्रो 29 प्लस 44,700 डिभाइड बाई 2 गर्दा चाहिँ हाम्रो यति आएको छ 37,5। अब चाहिँ हामीलाई दुइटै आइसक्यो नि त, COGS पनि आइसक्यो अनि एभरेज पनि आइसक्यो भने चाहिँ भ्यालु राख्दिने। COGS भनेको 153,000 बाई हाम्रो एभरेज चाहिँ कति आएको छ, 37,275 चाहिँ आएको छ। यसलाई चाहिँ COGS ले डिभाइड गरिदियो भने COGS लाई डिभाइड गर्दा चाहिँ हाम्रो एन्सर कति आउँछ भन्दा चाहिँ गर्दा चाहिँ हाम्रो एन्सर चाहिँ 4.1 टाइम्स आयो है। 4.1 टाइम्स चाहिँ आएको छ, त्यसै गरी नेक्स्ट नम्बर 2 मा चाहिँ हामीलाई के निकाल्न भनेको छ भन्दा चाहिँ अकाउन्ट रिसिएबल टर्नओभर रेसियो रे। अकाउन्ट रिसिएबल टर्नओभर रेसियोको फर्मुला चाहिँ हाम्रो सेल्स बाई डेब्टर्स लगाउने। यसमा चाहिँ सेल्स बाई डेब्टर्स, सेल्स बाई अकाउन्ट रिसिएबल छैन नि त, त्यही भएर सेल्स बाई डेब्टर्स लगाउने। सेल्स बाई डेब्टर्स, सेल्स चाहिँ हाम्रो कति थियो भन्दा चाहिँ माथि अहिले 2,55,000 अनि डेब्टर्स चाहिँ कति छ भन्दा चाहिँ हेरौँ। डेब्टर्स चाहिँ कति छ हाम्रो,
जसमा चाहिँ डेप्टर्स भनेको चाहिँ हाम्रो के हो भनेपछि डेप्टर्समा चाहिँ 21,000 डेप्टर्स प्लस अकाउन्ट बिल्स रिसिभल गर्ने डेप्टर्स चाहिँ हाम्रो कति छ भन्दा चाहिँ 21,000 प्लस बिल रिसिभल भनेको चाहिँ कति छ हाम्रो 3,000 है 3,000 छ। यो चाहिँ हाम्रो गर्दा चाहिँ कति आउँछ भन्दा चाहिँ हाम्रो डेप्टर्स अकाउन्ट रिसिभल टर्नओभर रेसियो भनेको चाहिँ हाम्रो 10.625 चाहिँ रहेको छ है। त्यसै गरी चाहिँ नम्बर 3 मा चाहिँ एभरेज कलेक्सन पिरियड भनेको छ एसपी निकाल्ने डेज इन इयर बाई अकाउन्ट रिसिभल टर्न ओभर रेसियो डेज इन इयर भनेको चाहिँ हाम्रो 360 राख्यो है 360 राखेको भनौँ अकाउन्ट गर्दा चाहिँ हाम्रो 10.625 आएको थियो नि त 10.625 गर्दा चाहिँ क्यालकुलेट गरेर 360 बाई 10.625 गर्दा चाहिँ हाम्रो कति आएको छ भन्दा चाहिँ 33.88 भनेको छ 33.88 गर्दा चाहिँ हाम्रो 34 डेज गरेर राख्यो है राउन्ड अफ गरेर 34 डेज भनेर राख्ने। त्यसपछि चाहिँ अर्को चाहिँ हामीले के निकाल्न भनेको छ भन्दा चाहिँ 4 नम्बरमा चाहिँ फिक्स एसेट टर्नओभर रेसियो फिक्स एसेट टर्नओभर रेसियो है फिक्स एसेट टर्नओभर रेसियो भनेपछि यसको फर्मुला चाहिँ सेल्स बाई फिक्स एसेट्स हो है। सेल्स बाई फिक्स एसेट्स अब हाम्रो सेल्स चाहिँ हाम्रो गिभन छ 2,55,000 हो। अब फिक्स एसेट्समा चाहिँ वर्किङ नोट गरौँ वर्किङ नोटमा चाहिँ हाम्रो फिक्स एसेट्सहरू के पर्छ त भन्दा चाहिँ माथि हेरौँ फिक्स एसेटमा चाहिँ ल्यान्ड एन्ड बिल्डिङ 45 अनि प्लान्ट 24 गर्दा चाहिँ हाम्रो कति आउँछ भन्दा चाहिँ 69,000 चाहिँ आएको छ फिक्स एसेट 69,000 है। उहाँले चाहिँ यहाँ माथि राखेर 69,000 गर्दा चाहिँ हाम्रो कति आउँछ एन्सर हेरौँ है 2,55,000 बाई 69,000 गर्दा चाहिँ कति आउँछ भन्दा चाहिँ 3.96 आउँछ 3.69 भनेपछि 3.7 राख्यो भने 3.7 टाइम्स चाहिँ आएको छ। अब यो भइसकेपछि क्वेसन नम्बर 4 पनि भ्याइयो क्वेसन नम्बर 4 भ्याइएपछि अब क्वेसन नम्बर 5 हेरौँ 5 मा चाहिँ क्यापिटल इम्प्लोइ टर्नओभर रेसियो क्यापिटल इम्प्लोइ टर्नओभर रेसियोको चाहिँ सेल्स बाई क्यापिटल इम्प्लोइको चाहिँ वर्किङ नोट गरिदिन्छु है क्यापिटल इम्प्लोइ इज इक्वल टु सेयर होल्डर इक्विटी प्लस लङ टर्म डेट हुन्छ है। अब चाहिँ सेयर होल्डर इक्विटी कसरी आउँछ त भन्दा चाहिँ सेयर होल्डर इक्विटी चाहिँ सेयर होल्डर फन्डमा चाहिँ के रहेको छ भन्दा चाहिँ यहाँबाट चाहिँ हाम्रो सेयर होल्डर इक्विटीमा चाहिँ हाम्रो 50,000 रिजर्भको 27,000 अनि पिएल अकाउन्टको 18,000 जान्छ है 50,000 गर्दा चाहिँ हाम्रो 50,000 प्लस 27,000 प्लस 18,000 अनि लङ टर्म डेटमा चाहिँ हाम्रो क्वेसनमा हेर्ने लङ टर्म डेट चाहिँ हाम्रो कति छ भन्दा चाहिँ डेटमा चाहिँ हाम्रो यहाँ डिभेन्चर मात्रै छ कि डिभेन्चर 10,000 छ नि त डिभेन्चर 10,000 राख्ने डिभेन्चर 10,000 राखेपछि चाहिँ यहाँ क्यालकुलेट गरौँ है 10,000 राखेर क्यालकुलेट गरौँ यसमा चाहिँ हेर्नुहोस् 50,000 प्लस 27,000 प्लस 18,000 प्लस 10,000 गरेर चाहिँ हाम्रो के आउँछ 1,05,500 आएको छ है तल 1,05,000 आएको छ सेल्स चाहिँ 2,55,000 छ है 2,55,000 चाहिँ 2,55,000 बाई गर्दा चाहिँ हाम्रो एन्सर कति आएको छ भन्दा चाहिँ
गर्दा चाहिँ 2.43 टाइम्स चाहिँ आएको छ। नम्बर 6 मा चाहिँ हामीलाई के भनेको छ, टोटल एसेट्स टर्नओभर रेसियो भनेपछि माथि चाहिँ जहिले पनि सेल्स हुन्छ, सेल्स बाई टोटल एसेट्स चाहिँ सेल्स बाई टोटल एसेट्स। सेल्स भनेको माथि नै दिएको थियो नि त, सेल्स भनेको चाहिँ हाम्रो कति छ 2,55,000 त्यही राख्ने, 2,55,000 चाहिँ सेल्स छ। अनि टोटल एसेट्स चाहिँ माथि छ नि त हाम्रो यो टोटल एसेट्स 1,43,000 गर्ने, 1,43,000 गर्दा चाहिँ हाम्रो कति आउँछ भन्दा चाहिँ 2,55,000 बाई 2,55,000 बाई 1,43,000 गर्दा चाहिँ हाम्रो कति आयो 1.78 आयो है, 1.78 टाइम्स आयो टाइम्स। त्यसै गरी चाहिँ अब क्वेसन नम्बर 10 हेरौँ है। क्वेसन नम्बर 10 मा चाहिँ हाम्रो सेल्स पर्चेस बिगिनिङ अब यो चाहिँ हामीलाई चाहिँ दिएको छ। यसबाट चाहिँ हामीले स्टक एट द इन्ड निकाल्न भनेको छ। स्टक अफ द इन्डको फर्मुला, अब स्टक एट द इन्ड चाहिँ निकाल्नु पर्ने चाहिँ अब हामीले स्टक अफ इन्ड चाहिँ निकाल्ने है। स्टक अफ इन्ड 1 मा चाहिँ के भनेको छ भन्दा चाहिँ हाम्रो स्टक एट इन्ड निकाल्न भनेको छ। अब यो चाहिँ हामीले कसरी निकाल्ने भन्दा चाहिँ हामीलाई क्वेसनमा हेरौँ है। क्वेसनमा चाहिँ हामीले इन्भेन्ट्री टर्नओभर रेसियो दिएको छ है। इन्भेन्ट्री टर्नओभर रेसियोबाट चाहिँ हामीले चाहिँ स्टक एट इन्ड निकाल्न सक्छौँ है। इन्भेन्ट्री टर्नओभर रेसियोको फर्मुला चाहिँ के हो भन्दा चाहिँ COGS बाई एभरेज इन्भेन्ट्री हो नि त, एभरेज इन्भेन्ट्री है। अनि इन्भेन्ट्री टर्नओभर रेसियो चाहिँ क्वेसनमा चाहिँ 4 टाइम्स दिएको छ है, और 4 है। कस्ट अफ गुड्स सोल्ड, अब कस्ट अफ गुड्स सोल्ड चाहिँ हामीले कसरी निकाल्ने हो त भन्दा चाहिँ सेल्स माइनस ग्रस प्रफिट है।